So hey guys, welcome back with another video with your boy Nikhil. So what do you think guys, solo creator ko lagi ke important ho? The camera, I mean the solo creator ko lagi. So do you think that it's your fancy editing PC? Nah. So what else? So do you think it's a light? Nah. So I think you are definitely thinking about it's your camera. Just kidding, it's not. है एउटा solo creator को लागि क्यामेरा त तपाईको फोन पनि भइहाल्छ है, लाइट्स त आउटडोर नेचुरल लाइट्स पनि पाउनु भइहाल्छ, एडिटिङ त आजकल फोनहरुमा पनि भइहाल्छ. सो ओके, लेट्स तपाईहरुलाई यो कन्फ्युजन दूर गराइदिन्छु हैन. अनि यो चाहिँ तपाईको क्यामेरा पनि हैन, लाइट्स पनि हैन, यो सिस्टम पनि हैन हैन. इट्स समवन हु क्यान क्यारी योर क्यामेरा टु रिकॉर्ड यु. सो सोलो फिल्म मेकर्स को अलवेज च्यालेन्जेस के हुन्छ भन्दाखेरि चाहिँ तपाईको क्यामेरा है कसैले खिच्दै भने हुन्थ्यो भनेर. सो यस गाइस, टुडे आई एम गोइङ टु टक अबाउट दिस ट्राइपोड. अब क्वेशन्स आउँछ नि, ट्राइपोड किन त चाहियो र? सोलो फिल्म मेकर्स चाहिँ एउटै च्यालेन्ज हुन्छ क्या, द स्टेटिक शट्स हैन, कसरी लिनु हैन, अनि लाइक कहाँनिर क्यामेरा राख्नु हैन, लाइक प्रोफेसनल क्यामेराहरु छ भने पनि लाइक जहीँ त्यही राख्नु पनि मिलेन. सो यस गाइस, टुडे आई एम टकिङ अबाउट दिस डिजिटेक को हैन, यो DTR 520BH tripod which has helped me lot creating YouTube videos, shorts videos and even a client video. And guys, I'll let you know that this is not a sponsor video. But यो sponsor हैन भने मैले किन बनाएको त? Is because तपाईहरुको लागि के. सो ओके, ट्राइपोड किन्नु अगाडि के कुरा त ध्यानमा राख्नु पर्ने कुरा हुन्छ. नम्बर 1 त तपाईको पकेट दुलो नपारोस्. That means it should be in budget. Number 2, lightweight, portable, you can carry anywhere. Okay guys, this Digitech tripod is very nice हैन, because मैले अस्ति भर्खर रिसेन्टली चलाएको थिएँ. अन्त this looks really fancy पनि है, यो दामी fancy देख्छ, रेड कलर एन्ड ब्ल्याक हैन. अनि यो सँगसँगै लाइक इट कम्स विथ द मोनोपोड, यो अलग्गै हैन मोनोपोड. एन्ड नम्बर 3 मलाई मन पर्ने यो कुरा के हो भन्दाखेरि चाहिँ यसको चाहिँ इजी टु युज के. अनि गाइस, आई विल जस्ट सो यु हैन हाउ टल इट इज भनेर. सो गाइस, यहाँ देख्नु भयो होला हैन. सो ओके, यो चाहिँ तपाईको नर्मल साइज हो के. यो चाहिँ नर्मली साइज मेरो, म यतातिर छु, म 5'11" छु हैन. अनि अब तपाईलाई यसले एक्सटेन्डेड साइज, यो फेरि तपाईको एक्सटेन्सन 1 है, एक ताल अझै एक्सटेन्ड हुन्छ हैन. अब यो मेरो करिब करिब आउनु आँटिसक्यो. अनि अब एक्सटेन्सन 2. यो त आउट अफ द फ्रेम भइदिएछ. मतलब एडिट त गरेको हैन है. ए म भन्दा पनि अग्लो क्या. अनि मलाई यसको सबसे कुरा दामी मन पर्ने के हो भन्दाखेरि चाहिँ हुन्छ नि, आर्म, तपाईको फोल्डेबल आर्म खालके क्या. यो यसले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो फोल्डेबल आर्मले चाहिँ यु क्यान जस्ट माउन्ट योर क्यामेरा राइट हियर. अनि तपाईले क्या हुन्छ नि टेबलतिर हैन, लाइक फर इक्जाम्पल टेबलतिर के भन्छ तपाईको यो मतलब टेबल हेड सर्ट्सहरु या फिर प्रोडक्ट्स रिभ्युजहरुको लागि पनि यु क्यान युज इट. अनि नम्बर 2 त दिस इज भेरी budget friendly. It will not break your bank. And last of course हैन, it's very easy and portable हैन. लाइक तपाईले छिटो बनाउनु सकिहाल्छ है. ए क्विक, एकदम क्विकली क्या, केही झिझो नै छैन. ए एकदम स्पिडमा. ओके, यसको जुन चाहिँ आर्म्सहरु हुन्छ नि, यो पनि फोल्डेबल हुन्छ क्या. अनि यो फोल्डेबल भएको कारणले चाहिँ अझै मतलब सानो भएर जान्छ नि त. ए ओके, देख्न सक्नु हुँदै होला तपाईहरुले. एकदम सानो भएको क्या. मलाई यसको एक्ज्याक्ट उयो त याद छैन, एक्ज्याक्ट उयो त कति हो भनेर, तर लाइक यो एकदम हुन्छ नि, एकदम फोल्ड भएर फेरि सानो भइदिइहाल्छ क्या. अनि मलाई त्यो कुरा दामी लाग्छ. यो चाहिँ मेरो आर्म जत्रै लामो फोल्ड हुन्छ क्या. सो ओके, अर्को कुरा त के हो भन्दाखेरि चाहिँ इट कम्स विथ दिस क्यारी ब्याग पनि हैन.
यो क्यारी ब्यागमा हाल्नु पनि एकदम सजिलोसँगले मिल्ने हो क्या ए जस्ट हालिदियो ओके चेन लगाइदियो होइन शिट ओके चेन लगाइदियो एन्ड ओके इट्स फ्यान्सी इट्स इजी अनि जस्ट लाइक यो लगाइदियो ओके गाइस सो फ्यान्सी यार fashionable my god yo okay joke apart hai na so okay guys this is the very simple and very powerful thing hai na you should invest भन्छु अनि it costs around like 5500 जस्तो लाग्छ अनि Amazon मा सेल्स हरुमा पनि तपाईले पाउनु भइहाल्छ and if you guys really want I'll just drop the link in my description है यो ट्राइपोड को नाम के हो भनेर अनि यस किन चाहिँ तपाईले ट्राइपोडमा इन्भेस्टमेन्ट गर्नुपर्छ भन्दै चाहिँ हेर्नुस् लाइक व्हेन आई स्टार्टेड यो भिडियोग्राफी को हैन समटाइम्स कस्तो हुन्छ भन्दाखेरि चाहिँ द पर्सन्स बिहाइन्ड द क्यामेरा डजन्ट म्याच योर भिजन क्या सो समटाइम्स यु निड टु टेक अ भेरी स्टेटिक शट टु फुलफिल योर भिजन अनि त्यतिखेर चाहिँ यु क्यान जस्ट माउन्ट योर क्यामेरा इन द ट्राइपोड नट क्यामेरा यो फोन पनि हैन अनि जहाँ पनि राख्दिएर हैन अन्त टक्कै राख्दिएर यु क्यान जस्ट सुट अकॉर्डिङ टु योर भिजन अनि बादमा एडिटिङ पोस्टमा यु क्यान गिभ अ मोमेन्ट सो त्यति नै हो गाइस है होपफुली गाइस आई एम नट आई गेस एडिङ हैन त्यो लट्स अफ इफेक्ट्स इन माई भिडियोज लट्स अफ कुल इफेक्ट्स मलाई चाहिँ त्यही हो क्या भिडियो बनाउनु चाहिँ भेरी सिम्पल लाइक मेरो प्रायः जस्तो भ्युजहरू पनि लाइक कलकत्ता आई हेभ सिन द एनालाइटिक्स हैन अनि मेरो लाइक सिक्किम लाइक अनि कलकत्ता हाफ अफ द नेपालबाट हैन अनि गर्दैछु अनि मेरो म्याक्सिमम भ्युजहरू चाहिँ हिन्दीबाट हेर्नु नै छ क्या अन्त लाइक दे आर कमेन्टिङ मी लट कि लाइक वाइ डोन्ट यु मेक अ भिडियो इन हिन्दी भनेर बट आई वन्ट क्या बिकज किन भन्दाखेरि चाहिँ दिस इज माई पर्सनल च्यानल एन्ड मैले जे पनि मलाई आएको कुराहरू मलाई आइडियाज आएको लाइक हुन्छ नि आई सेयर टु दिस च्यानल हैन अनि म त्यही हो क्या आई एम नट क्रिएटिङ दिस च्यानल टु त्यो ठुलो हुन्छ नि के गर्छु भनेर मात्रै क्या इट्स भेरी सिम्पल मलाई भिडियो बनाउनु मन लागेर हाल्यो भने हाल्यो नत्र भने आइ एम ओके हैन अनि लाइक या अभियसली इन फ्युचर आई विल डु सम भ्लगिङ फ्रम दिस च्यानल तर मेरोमा के छ हैन मेरोमा जे छ त्यो तपाईहरुसँग शेयर गर्दैछु है प्लिज तपाईहरु जति पनि नेपाली हामीहरु नेपाली दाजुभाइहरु हुनुहुन्छ नि मेनली हुन्छ नि जो इन्थुजियास्ट हुनुहुन्छ नि क्यामेरा कुरामा उनीहरु चाहिँ प्लिज मेरो च्यानलमा स्टे गर्नु हैन नेपालतिर हैन नेपालको भ्युजहरु अझै आओस् मेरोमा हैन त्यही हो गाइस ओके गाइस दिस मच फर टुडे आई गेस बाइ